मलाई प्रेसर आइरहेको क्लास 5 में मैले बेस्ट सङको रिडर प्राइज पाएको बुक भेट्यो। के गएको? हेलो साथीहरु, वेलकम ब्याक टु माई सेकेन्ड ब्लग। माया गर्दिनु होला। म उठ्दा त नानी रुँदैछ भनेर बाबुले अघि बोकेर बाहिर लगेछ, अनि मम्मी चाहिँ खेताला जाने भनेर रेडी भएर जोक गर्दैछ। त्यहाँदेखि सुई टोयलेटमा गएर ब्रस गरेँ, मुख धुएँ। त्यहाँदेखि अनुहार पुछेर सनस्क्रिन लगाएँ। मेरो फेभरेट लिपस्टिक लगाएँ, अनि मास्कारा पनि, अनि 30 मिनट जस्तो लाएर केस कोरेँ बाहिर गएर। पुरा केस झर्दो रहेछ नानी आमा भएपछि। बाजे नाति खेलिरहेको थियो। कसै काट्यो हो डाला। भोक लागेर सुई किचनमा गएको। मम्मी त स्पेसल माम सब्जी पकाइरहेको रहेछ। अन्त म पनि भित्र बसेर माम पस्केँ। स्पेसल सागको सब्जी रहेछ, सब्जी पनि पस्केँ। त्यहाँ यस्तो भुइँमा हेरेको भाँडामा सोलर रहेछ। अनि सोलर पनि सोही धार धोर पारेर चाहिँ बुटुकामा लाएँ। त्यहाँदेखि बेलुकाको मासु पनि लाएँ। खसीको मासु थियो, सुकेको मासु। त्यहाँदेखि चाहिँ खानु स्टार्ट गरेँ। एकदम मिठो छ साथीहरू। आई इन्जोय अ लट। यार जे होस्, खाना सब्जी चाहिँ एकदम रुच्छ मलाई। त्यहाँदेखि भात खाइसकेर थालजुन जाँदैछु। म टेप पनि छैन, बेसिनको हालत यस्तो छ हेर्नुहोस् नभएर। अनि बाहिरै पाइपमा धुनुपर्ने हुन्छ, टेप पनि छैन। अनि पल्लो घर बडाको छोरा दादा आउनुभएको छ, उसँग गफ गर्दै थालहरू धुएँ। थाल धुएर बाटोमा आइपुग्दा पुग्दै मम्मीको जोक सुन्नु पायो। प्रेसर आइरहेको मात्तेको छु, मात्ता पनि नमात्ता पनि त्यो गाउँको मान्छेले मलाई कुनै पनि सक्दैन। बेगा मरोस् कि कुन मरोस्, त्यसो भन्छ। अनि टेबलहरू सबै सफा गरेर घर पनि बढालेँ। त्यो एकजना गाउँको छिमेकी दिदी दबाई लाउने जियर लिन आएको अरे। अनि दादा चाहिँ बाउसँग काममा जान आएको अरे। उनीहरू दुईजना गयो। अनि त्यो दिदी पनि जियर लिएर गयो। अनि मैले कुखुरा बालीलाई मकै लगाइदियो। टक 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 गरेर मकै खानु थाल्यो। मलाई पनि बोलाएर अलिकति मकै हानिदियो। माम पनि दिए। पिरोले माम खायो कि खाएन भनेर हेर्नु गयो। चोही माम खाएन नि। लेजी पिग हो। बिस्तारै खाटबन्दी बकेट निकाले, लुगा धुनु बेसी पनि रहेन रहेछ भनेर सुई बोकेर लगेँ। बाथरुममा लगेर सर्फ लगाएँ, चमचम पारेँ। त्यहाँदेखि धुनु थालेँ। अनि साइक पखालेर तल नयाँ किचनको बरन्डामा सुकाउनु ल्याएँ। लुगा छिटो धुएर आएर नानीलाई हेरेको। कुकुरमा झिँगाले खाइरहेको छ। अनि झिँगाहरू खेदाएर छिटो किचनमा गएर पानी चटचट गाएँ। उफ, के साह्रो गरम भएको। आज त पुरा घाम लागेछ भनेर मेडी नै फुकाएँ। त्यहाँदेखि यता पल्ट्यो उता पल्ट्यो, फोन खेलिबसेँ। त्यहाँदेखि हेट भएन भनेर अलिक बुक पढ्नु पऱ्यो भनेर यसो बुक ऱ्याकमा बुक लिएर आएको। अनि बाहिरको वेदर हेरेर यसो बुकमा हेरेको, ला मैले क्लास 5मा हुँदाखेरि बेस्ट सङको रिडिङमा प्राइज पाएको बुक पो रहेछ भनेर ला खुसी लाग्यो। त्यहाँदेखि पढेँ, पोइमहरू सबै पढ्यो। अन्त नानी कुकुर यसो हलेर आएर अलिकति बाहिर झाडु उखाल्नु जानु पऱ्यो, पुरा झाडु उम्रेको थियो भनेर झाडु अलिअलि उखाल्दै मात्रै थियो। त्यहाँदेखि 10-15 मिनट उखालेपछि त नानीहरूको साम सुने सुई आएर के गएको। त्यहाँदेखि नानी सुई कुकुरबाट निकालेर बेडमा लडाएँ। बिहान धुसा पठाएको थिएन, लगेर बाहिर घाममा सुकाएँ। त्यहाँदेखि नानीको डाइपरहरू फेर्दै
पिसाब गर्दै गर्छ अनि छिटो पिसाब फेरिदिएँ। त्यहाँदेखि हगिसले बगेर नानीलाई पुरा गरम भएछ अनि फ्यान पनि लगाइदिएँ, चिसो बनाएँ। त्यहाँदेखि लुगा फेरि लगाइदियो। त्यहाँदेखि चेन्ज गरिसकेपछि नानीलाई नचाहेँ, खेलाएँ। त्यहाँदेखि फेरि लुगाहरू बनाइदिएँ। त्यहाँदेखि नानी खेलाउँदै बसेँ। नानीलाई यस्तो बाहिर हावा खुवाउनु लगेँ, घुमाउनु लगेँ। घर वरिपरि घुमाएँ। एकछिन त्यहाँ बसेर नानीसँग हावा खुवाउँदै गीत गाएँ। त्यहाँदेखि फेरि उठेर उता यता गर्दै नानीलाई घुमायो। अनि उफ साह्रो तातो भयो भनेर नानीलाई ल्याएर भित्र लडाएँ। त्यहीँ बनाना थियो अलिकति, त्यहाँदेखि बसेर घुम बनाना खानु थालेँ। अनि फेरि लिची पनि थियो एउटा, बिहान बाउले देख्यो भने लिची पनि सट खाएँ। अनि नानीलाई भुल्याउनुको लागि हौडी गिटार पनि बजाउनु पर्यो। अनि नानी पनि भोका होला भनेर अलिकति नानीलाई दुधो पनि दिएँ। ल साँच्ची टाइम 10 भएछ भनेर नानीलाई कुकुरमा लडाइराखेर बाख्रालाई घाँस लाउनु गएँ। सुई घर मुनिदेखि बाख्रा त पर हेरिरहेको छ। अनि छक घाँस छिटी टिपेर त्यहाँदेखि टाट्नोमा लगाइदिएँ। यत्रो घाममा कति तिर्खा लागेको होला भनेर तानी दिएको, कुनै बाख्राले पानी खाएन। अनि घरमा सुई फर्केर आएँ। त्यहाँदेखि यसो कुकुरमा हेरेको नानी फेरि उठेर हेरिरहेको रहेछ। त्यहाँदेखि साह्रो गलेर सुई कुकुर हल्लाएर फेरि एकछिन ढल्किएर फोन खेल्नु थालेँ। अनि नानी गुनगुन गर्न थालेँ। फेरि टिप्यो, गरम भएछ नानीलाई। त्यहाँदेखि लुगा फेरिदिएर फ्रेस बनाएर बाहिर घुमाउनु लगेँ। अनि घुमाउँदै नानी ल्याएपछि ल्याएर फेरि कुकुरमा लाएर सुताएँ। अनि फेरि तिर्खा लागेर किचनतिर पानी खानु लागेँ। थ्याङ्क यू साथीहरू फर वाचिङ माई फुल भिडियो। त्यो हेर्दै माया गर्नु, लाइक सब्सक्राइब गर्नु नबिर्सिदिनु होला। सी यू साथीहरू नेक्स्ट भिडियोमा।